टाढो भएर सब भनेपछि लगेर खाना नि खुवाउँछन् भने घर फर्किन चाहन्थे मसँग बस्न चाहन्थे ल अब मसँग मेरो एउटा साथी थियो होइन बर्थडे खड्काको त्यसले मलाई भनेको के अरे तर मेरो विनोदलाई आवाज कुनै कसैले सुनेन के त्यो बेला के अरे आमा बुबालाई सानो सम्झेर बच्चा छ भने त्यसलाई किडन्याप गरेर त्यस्तो गरेर नि मारिदिनु भनेर अनि त्यो उता भाग्यो घर तिम्रो सपना के थियो अनि घर भागेपछि सानो थियो म त्यही बसेँ नि त अनि यो गर्ने बेलामा तिम्रो दुईजना थियो तिम्रो सपना को अधुरै को रह्यो प्रदीप खड्का के तिमीसँग काम गर्छ के कहिले भोग्नु नपरोस् ऊ पढ्छ कहाँ बस्ने कता हो ऊ पनि सिमरामै हो बस। सिमरामै बस्ने हो घरभन्दा कति टाढा बस्छ हो तिम्रो मेरो घरभन्दा अँ, 10 मिनटको बाटो 10 मिनटको बाटो छ त्यो दिनको बिहानदेखि घटना बताउ त बाबु साँचो साँचो के भयो जसले हामी दुईजना त्यसलाई लिएर आयो होइन यता तिमीले भन्यो नि त्यो दिन बिहान म वीरगञ्ज जाएँ के भयो पत्लैयाबाट वीरगञ्ज गएर अँ, वीरगञ्जबाट स्टाफ पुऱ्याएर अनि घर आयो नि अँ, अनि त्यसलाई पनि लिएर आयो म सिमराबाट उठाएँ त्यसलाई आफ्नो साथीलाई अँ। अँ, अनि यहाँ ल्याएर बस्यो अनि हामी दुईजना मन गऱ्यो सेक्स गर्न होइन अँ, अनि के अरे हामी आयो यता अँ, अनि त्यो बच्चाहरू खेलिरहेको रहेछ अँ, हामी खेल्न गएको होइन बच्चाहरू खेलिरहेको रहेछ अनि त्यहाँबाट चक्लेटको लालच दिएर कतिजना बच्चाहरू खेलिरहेको थियो 3 जना थियो अँ, 2 जना केटा थियो एउटा केटी थियो अँ, अनि केटी चाहिँ यही डर के अरे गढीमा रहेछ तिमी पहिलेबाट चिन्थ्यौ त्यो नानुलाई अह, चिन्दैन थियो अह। जबदेखि त्यो गाडी चलाउन थाल्यो नि अँ, अनि कहिले काहीँ गाडीमा के अरे खेल्न आउँदो रहेछ अँ, त्यो खेल्न आएको समयमा म हुँदैन थिएँ त्यहाँ अँ, अनि के अरे अस्ति चाहिँ भेटाएको थियो अनि त्यसलाई नि गर्नु मन लागेको थियो घरमा कोही पनि थिएन अँ, त्यसको नि कोही पनि थिएन मेरो नि कोही पनि थिएन लिएर आयो अनि जति मन गर्यो चक्लेट किन्यो अनि त्यो त्यहाँबाट भन के भयो चक्लेट किनेपछि अँ, अनि त्यसले लिएर गयो अँ, होइन म एक्लै गएको थिएँ अनि चक्लेट किनेर आएपछि के भयो त्यहाँ गयो बच्चाले खेलिरहेको थियो बच्चाहरू खेलिरहेको थियो त्यो प्रतीक पनि त्यही थियो अँ, तिनीहरूले हेरिरहेको थियो म चक्लेट किनेर आएँ अँ, अनि चक्लेटको लालच दिएर लिएर गयो त्यसलाई अनि दुइटा भाइहरूले के गर्यो त्यो भाइहरूलाई चाहिँ छोरै थर्काउनु बित्तिकै रुँदै घर पुगेछ ए अनि अनि के अरे चक्लेटको लालच दिएर